हेलो साथीहरू, वेलकम छ मेरो सानो छोटो मिठो मिनी भ्लगमा। सो आई होप सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज सोच्नु भएको होला यसले किन पनि भ्लग पोस्ट गरेको छैन भनेर, तर टाइम मिल्दैन। थाहै छ मम्मी भइसकेपछि यति टाइम पनि मिल्दैन। अनि यस्तै पनि मेरो फोन चाहिँ 2 हप्ता छत्ती भइसक्यो। मेरो फोन चाहिँ रिस्टार्ट भएको थियो। मैले चाहिँ भिडियोहरू बनाएर सुटहरू गरिरहेको थियो होइन। अनि के गर्नु मेरो फोन रिस्टार्ट भएर अनि सारा भिडियो फोटो पुरा सबै उडिसक्यो के। अनि यही हो साथीहरू। अनि मैले चाहिँ नास्ता बनाउनु लगाएको। हेर्नु न, यो अन्डा चाहिँ त्यो प्यालो भएको छ, त्यो दुईवटा दिएकै छ अन्डामा। अनि नास्ता लगाएको चाहिँ मैले ब्रेड बनाउनु लगाएको, ब्रेड र अन्डा बनाउनु लगाएको। कस्तो बेकार भएको थियो कि म बनाउनै आएन। अनि त्यो चाहिँ दिउँसो चाहिँ मेरो नास्ता चाहिँ यस्तो भएको थियो। अनि मैले चाहिँ फटाफट नास्ता गरेँ। नास्ता गरेको थियो मेरो छोरीको हालत यस्तो छ, नास्ता गर्न दिँदैन। अनि मेरो बेबीलाई चाहिँ एकछिन समातेर अनि मैले कमराहरू साफ गर्न लागेँ। मेरो कमरा चाहिँ अब थाहै छ, बच्चा भए चाहिँ कमरा चाहिँ लास्टै गन्दा हुन्छ। त्यही पनि चाहिँ अब जस्तो मैले गर्मीका कपडा तानेको छु नि, त्यहाँदेखि चाहिँ धेरै लास्टै गन्दा हुँदैन, किनकि सर्दी कपडा लास्टै धेरै हुन्छ नि। त्यही भएर चाहिँ छिट्टो गन्दा हुन्छ कि कमरा। अनि म चाहिँ कमरासम्म मिलाएर अनि मेरो बेबीको प्याम्पर्स पनि सकेको थियो। 1 महिनामा साथीहरू प्याम्पर्स 3 प्याकेट यस्तो प्याकेट प्याम्पर्स मजाले सकिन्छ। त्यो पनि आजकल चाहिँ म दिनमा पनि लगाउँदैन मेरो बेबीलाई प्याम्पर्स। मेरो बेबी चाहिँ यस्तरी मलाई हेरिरहेको थियो कि घुरेर निद जस्तो यो सुतेको हुन्छ नि, त्यतिखेर निद खराब गरिदिनुपर्छ, यसलाई केही गरिदिनुपर्छ न आवाज गर्नुपर्छ। यस्तो गरी हेर्छ कि पुरा खाला जस्तो हेर्छ कि। अनि त्यसपछि मैले फ्रिजमा खानाहरू राखिसकेँ। अनि अब किचनमा गएँ। किचनमा फटाफट मैले किचनको काम गरेँ। अनि अब यही हो, बच्चा सुतेको बेला हुन्छ नि झ्यारे काम पनि। अनि फटाफट मैले अनि बर्तनहरू पनि धोएँ हो। अनि त्यसपछि मेरो बेबीको अब गर्मीको कपडा चाहिँ लास्टै हुन्छ क्या। अनि मेरो बेबीले चाहिँ म दिनमा प्याम्पर्स लगाउँदैन, त्यही भएर चाहिँ मेरो बेबीको चाहिँ सुरुवालहरू चाहिँ लास्टै गिला भन्छ पिसाब फेरि। त्यही भएर चाहिँ मैले अब आफूसँगै अब हामी त कहिले धुन्छौँ कहिले होइन। त्यही भएर चाहिँ मेरो बेबीको म सधैँ रेगुलर धोइदिन्छु। अनि अब उही पिसाब फेरेको सुरुवाल सुकाउँदै लगाउँदाखेरि इन्फेक्सन हुन्छ नि बच्चालाई पनि। अनि मैले चाहिँ ब्रुस गरेँ। मैले चाहिँ बिहान ब्रुस गरेको थिएन, म फोहोरी चाहिँ होइन, त्यही पनि ब्रुस गरेको थिएन कि, किनकि बच्चा भए चाहिँ अब यही हुन्छ कि टाइम हुँदैन बच्चालाई गर्दा आफ्नो लागि ध्यानै हुँदैन कि। अनि यही हो साथीहरू, फेस वासले मैले मुखसुख धोएँ। अनि यस्तो छु म दाइजल चाहिँ कोडी जस्तो भइसक्यो कि आफ्नो लागि टाइम हुँदैन। त्यो चाहिँ मेरो बेबीको कपडाहरू मैले चाहिँ सुकाएँ फटाफट। अनि देख्नु म कति उम्ले सुकाएको छैन, किनकि यो तार यति माथि छ नि, त्यही भएर चाहिँ फटाफट मैले कपडाहरू सुकाएँ।